खेलमा हारजित भइ नै रहन्छ। त्यसरी नै हिजो मैले केही सेयरहरू बेचे, तर आज मार्केटको मुभमेन्ट देखेर चाहिँ मैले फेरि पनि सेयरहरू चाहिँ उठाउनु पर्यो। सो मैले जेनजी स्टकहरू चाहिँ ओहो अब चाहिँ माथि अथवा तपाईँको हुन्छ नि धेरै माथि गयो कि भनेर बेचेको थिएँ। एसआई प्यानल मैले हिजो बेचेँ, तर जुन आजको जुन मुभमेन्ट अथवा अरू कम्पनीहरूमा मुभमेन्ट देखेको कारणले गर्दाखेरि केही सेयरहरू चाहिँ मैले उठाएँ। केही सेयर भन्दा पनि अब उठाउन त आइतबारबाट हो, किनकि आज अलिकति रिस्कको मुभमेन्टमा थियो, होइन रिस्क लिउन भनेर मैले चाहिँ आज एनएनएन किनेको छु। तपाईँको चाहिँ हेर्नुहुन्छ भने मैले एनएनएन अलिकति महँगोमा पर्यो सस्तोमा किन्न खोजिरहेको थिएँ मैले, तर पाइनँ। एनएनएन हेर्न सक्नुहुन्छ मैले लगभग मेरो पनि महँगै रेसियोमै उठाउनु भनौँ न महँगैकै दाममा किन्न पाइयो। सो त्यही कारणले गर्दाखेरि मैले धेरै त किनिनँ, 615 किता किने, लगभग 10 लाखको सेयर उठाएको छु एनएनएन। अब एनएनएनले के गर्छ भनेर अब अलिकति टेन्सन छ मलाई चाहिँ, तर एनएनएनमा टेन्सन लिनु पर्दैन, किनकि इन्भेस्टमेन्ट सेक्टरको एकदमै राम्रो एउटा मुभमेन्ट अथवा जति अरू तपाईँको भनौँ न एउटा मेनु सेक्टरहरू होइन, मेनुसँग अलिक कम्पेयर गर्ने भने मेनु सेक्टरहरू एकदमै राम्रो गएको छ अनि इन्भेस्टमेन्ट सेक्टरहरू खासै राम्रो गएको छैन। र इन्भेस्टमेन्ट सेक्टरमा लगानी गर्ने अथवा ट्रेड गर्ने हामी ट्रेडर्सले दुईवटा कम्पनी छ, कि त सिएचडी उठाउनु पर्यो कि त एनएनएन उठाउनु पर्यो होइन। सो एनएनएनलाई चाहिँ मैले धेरैचोटि कमाएको पनि छु, योचोटि फेरि पनि एनएनएनमा मैले सोचे जस्तो राम्रो रिटर्न पाउँछु कि भन्ने सोच पनि छ। र भोलिको दिनमा 1800 अथवा 1800 भन्दा माथि हामीले ट्रेड गर्न सकिन्छ कि भन्ने देखिन्छ। फन्डामेन्टलको केस हो, राम्रो छ एनएनएन, त्यस्तो नराम्रो पनि छैन। सो अहिले किन यस्ता खालका कम्पनीलाई चाहिँ रोजिरहेको छु भन्दाखेरि जेन्जी स्टकहरूको मुभमेन्ट आएको छैन र जुन हिजो अस्ति नबढेका जुन कम्पनीहरू चाहिँ बढ्न मुस्किल परेका कम्पनीहरूको चाहिँ भाइ पाएको छ। तपाईँले हेर्न सक्नुहुन्छ यहाँ टप 10मा हेर्नुहुन्छ भने केडिएल हेर्नुहोस्, रिदी हेर्नुहोस्, के छ यो मैले जुन नामै नसुनेका कम्पनीहरू जुन यहाँ हेर्नुहुन्छ टप 10 र गेनरमा हेर्ने भने नामै नसुनेका कम्पनीहरू नाम त सुन्नुभएको छ होला, तर एउटा भोलाटाइलको मुभमेन्टमा नगर्निने कम्पनीहरूले चाहिँ बिट गरेका छन्। त्यो कारणले गर्दाखेरि पनि लेट्स सी हाम्रो इन्भेस्टमेन्ट सेक्टरमा एनएनएनले पनि अझै राम्रो मुभमेन्ट गर्न सक्छ कि भन्ने आशा राखेको छौँ। र बजार 87 अङ्कले बढेको छ, अझै पनि बजार माथि जान्छ भन्ने एउटा आशा राखेको छौँ, किनकि बजारमा हिजो जुन तरिका एउटा प्यानिक होइन तपाईँको गभर्मेन्टको एउटा न्युजले गर्दाखेरि पनि अलिकति चुनाव नहोला कि भन्ने एउटा जुन एउटा फियरहरू केसहरू थियो त्यो लगभग हाम्रो मार्केटले फेरि पनि रिटर्न गरेको छ र मान्छेहरू बिस्तारै छिरेको हुनाले चाहिँ मैले बिट गरेको छु कम्पनी। लेट्स सी अब कमाउँछ या गुमाउँछ अथवा आइतबार राम्रो भएछ भने म फेरि एन्ट्री गर्नको लागि चाहिँ रेडी छु। अब जुनै पनि कम्पनी बिट गर्न सकिन्छ, त्यसको लागि चाहिँ हजुरहरूले पनि हाम्रो लाइभ हेर्दै गर्नु होला। ल ठिकै छ, समरीको केसमा गर्ने भने मैले भनिसकेको छु 27 अङ्कले गरिरहेको छ, मार्केटमा फेरि पनि मान्छेहरू आइसकेका छन्, फेरि पनि बजार माथि जान्छ जस्तो देखिन्छ। त्यो कारणले गर्दाखेरि एन्ट्रीको पोइन्टतिर फेरि पनि समात्नु पर्ने हुन्छ। सो बुलिस क्यान्डल छ, यो एउटा ग्रिन क्यान्डल, यो बुलिस क्यान्डल हो, बजार अझै माथि जान सक्ने सम्भावना देखिएको छ है। त्यो कारणले गर्दाखेरि यस्तो ग्रिन बन्दै बजार जानु भनेको एकदमै राम्रो हो र यो शुभ कामना दिन चाहन्छु। बजारमा आज किन्ने साथीहरूलाई पनि प्राइस पनि माथि जाँदैछ र भोलि पनि माथि जाँदैछ र भोलिको दिनमा हजुरको अझै 2700 भन्दा माथि जान्छ र भोलि पनि अझै राम्रो आउँछ भने आज किन्नेहरूले राम्रो कमाउन सक्नुहुन्छ। राम्रो कमाएर चाहिँ प्रफिट टेक गर्न सक्नुहुन्छ। हजुरले आत्तिनु पर्दैन, डराउनु पर्दैन, भोल्युम वाइजमा पनि एकदमै सपोर्ट दिइरहेको छ हजुरको चाहिँ। अब रिटेस्टको कुरा गर्ने भने 38 बाटै उठेको छ, एकदमै राम्रो सुइटेबल पनि देख्न सक्नुहुन्छ हजुरको चाहिँ। सो हाम्रो बजार अझै पनि क्रस गर्दै माथि जानुपर्ने हुन्छ। 2715 2720 को आसपास चाहिँ मजाले क्रस गरेर बजार माथि गइदियो भने एकदमै जेन्युन गर्न सक्नुहुन्छ है। पिभट पोइन्टको सपोर्ट रेसिस्टेन्स हेर्ने भने 2700 भन्दा तल जानु भनेको नकिन्नु हो। मैले पनि किनेको पनि थिएन। हिजो अस्तिको मुभमेन्ट र आजको मुभमेन्टमा चाहिँ भोल्युमको डिफ्रेन्ट भएको कारणले गर्दाखेरि चाहिँ मैले आज हिजो पनि अस्ति पनि त 2700 कटेको हो होइन, रेगुलर 3 दिन 4 दिन जति त 2700 कटेको, तर त्यो 2700 कट्नु र यहाँ यो जुन यहाँ मैले जुम गरेँ यो यिनीहरू 2700 कट्नु र यो 2700 कट्नुमा धेरै अन्तर छ के। यसमा भोल्युमको अन्तर छ, यसमा किन्नेहरूको इन्ट्रेस्ट लेभलहरू चाहिँ भएको कारणले गर्दाखेरि यो एन्टरमा बिट भएको छ। तर भोलिको दिनमा हाम्रो आइतबार आज जस्तै हामीले किन्यौँ अथवा तपाईँहरूले किन्नुभयो 2700 भन्दा फेरि तल आइदियो भने चाहिँ यो हाम्रो लागि ब्याड हुन्छ फेरि है, नराम्रो भन्ने हुँदैन। अब बजार 2800 को यात्रा हामीले तय गरिरहेछौँ। लेट्स सी 2800 बुम छ है। सो रिटेस्टको कुरा गर्ने भने पनि नराम्रो छैन, टार्गेट वाइजमा पनि बजार चाहिँ राम्रो छ। 2800 को हारासम्म बजार जान्छ कि भन्ने हाम्रो ठुलो सपना छ। र बाइङको कन्ट्रोलमा हेर्ने भने पनि बाइङको कन्ट्रोल आइसकेको छ मार्केटमा। बाइङको कन्ट्रोल आउनु भनेको बजार के हुनु हो, बजार बुम हुनु हो साथी हो। त्यही कारणले गर्दाखेरि हेर्नुहोस् त आहा बाइङको कन्ट्रोल आएको छ। आइकेन्सीबाट यहाँ पनि बाइङको कन्ट्रोल आएको बुम भयो। अब यहाँबाट पनि कन्ट्रोल बाइङको कन्ट्रोल छ। बाइङको कन्ट्रोलमा हजुरहरूले एन्ट्री गर्नुपर्ने हुन्छ। जर भोलिको दिनमा नेप्सीले मजाले बिट गर्छ, अझै माथि जान्छ भने हजुरहरूले पनि मजाले एन्ट्री गर्न सक्नुहुन्छ। र एन्ट्री छ र सेटअप मैले यहाँ ल्याइदिएको छु। अब के गर्ने, कसरी सेटअप गर्ने भन्दाखेरि सुरुमा हामीले नेप्सीकै सेटअप हेरिरहेछौँ र भोलिको दिनमा तपाईँको चाहिँ के हुनु पर्यो भन्दाखेरि आइतबार चाहिँ हजुरको 2715 भन्दा माथि जान्छ होइन। 2715 भन्दा तपाईँको चाहिँ खासै तल झर्दैन, माथि नै माथि जान्छ भने हजुरले के गर्न सक्नुहुन्छ भन्दाखेरि मजाले एन्ट्री गर्न सक्नुहुन्छ। मजाले तपाईँको 2715 को हाराहारीबाट बजार माथि जान्छ भने हजुरको एन्ट्री गर्नुहोस्। यतातिर किनेको स्टकहरू ट्रेलिङ स्टप लस बिचमा लाग्दा हुन्छ, तर स्टप लसै जेन्युन
जेन्युन तरिकाले जानुहुन्छ भने 2660 होइन 2660 को रेसियोभन्दा तल गइदिएछ भने जस्तै यहाँ हामीले किन किन्यौँ बजार बढ्छ भनेर किन्यौँ हजुरको यहाँबाट बजार बढ्छ भनेर किन्यौँ तर अब भोलिको दिनमा रातो भनेर तल आइदियो भने बेच्नु पनि पर्यो नि त यही त समस्या छ धेरै मान्छेहरूमा यही समस्या छ पैसा हुन्छ एन्ट्री जापाती नगर्नु कन्फर्मेसनमा एन्ट्रीहरू गर्नुपर्ने हुन्छ होइन त्यही कारणले गर्दा हामीले यहाँ बजार बढ्छ अथवा भोलिको दिन यहाँ बजार बढ्छ भन्यो झरो भने चाहिँ टुवा हेर्ने बस्ने त्यो राम्रो हुँदैन त्यो कारणले गर्दाखेरि एटेम्प गर्ने वाइजमा एकदमै ध्यान दिनु होला सबैजना साथीहरू जो ट्रेडिङ गर्दै हुनुहुन्छ एकदमै ध्यान दिनु होला यो कुरामा सो 28 को टार्गेट फर्स्ट टार्गेट मैले राखिदिएको छु भनेपछि सेकेन्ड टार्गेट 29 टार्गेट सेट गरिदिएको छु लेट्स सी भोलिको दिनबाट ग्रिनै हुन्छ भन्ने आशा एकदमै एक्सपेक्ट गरिरहेको छु र भोलिको दिनमा ग्रिन बन्यो भने झन् हजुरहरूले एन्ट्री गर्नुपर्ने हुन्छ र हजुरहरूले एन्ट्री गर्नुभयो भने भोलिमा त त्यसै पनि आउँछ र बजार त्यसै पनि माथि जान पर्छ कि जस्तो लाग्दैछ मलाई चाहिँ सो हाइकेन्सीको कुरा गर्ने सरी मैले हिस्टोग्रामको हेर्ने भने हिस्टोग्राममा अलिकति मधुरो भएको छ इन्ट्रेस्ट लेभल अथवा बेच्न खोज्दै थिएँ हिजोसम्म बेच्न खोज्दै थिएँ आजबाट चाहिँ बेच्न कम भएको छ यहाँ अब अझै पनि हाम्रो बाइङको कन्ट्रोलको रेसियो हिस्टोग्राममा हामी फोकस गरिरहेको छौँ त्यो हुन्छ कि हुँदैन त्यो भइदियो भने त 100% आज किन्नेले यस्तो राम्रो कमाइ हुन्छ कि हेर्न सक्नुहुन्छ र मैले चाहिँ एकदमै तपाईँको EMA 50 र EMA 2200 को कम्बाइन गरिदिएको छु जसमा चाहिँ हेर्ने भने एउटा राम्रो कम्बाइनेस देखिएको छ बजारमा होइन अझै बजार माथि जान सक्छ लम्बी रेसको घोडायो भने जस्तो लाग्छ मलाई चाहिँ बोलिन्जर ब्यान्डको पनि मिड ब्यान्ड भन्दा तपाईँको बजार माथि छ 2690 भन्दा तल आइदियो भने भोलि नकिन्नुहोस् यो कुरा याद गर्नुहोस् तपाईँले किन्नु भएको छ अथवा सर मैले आज किने अब भोलिको दिनमा पनि फेरि किन्न मन छ भन्नुहुन्छ भने कन्फर्मेसनमा हेर्नुहोस् होइन भने त्यही भएको कम्पनी किने कम्पनी पनि बेच्नुपर्ने अवस्था हुन्छ यदि यहाँबाट तपाईँले किन्नुभयो आज र त्यो कम्पनीहरू खासै बजार माथि जान सकेन अथवा जस्तै मैले एनआरएन किन्ने एउटा उदाहरणको लागि कुनै कम्पनी एउटा उठाएँ मैले त्यो कम्पनीले राम्रो जान सकेन भने किन किन्ने त्यो एक्जिट गरिदिने त्यो कम्पनीमा फेरि पनि क्यासमा बस्ने फेरि पनि अर्को कम्पनी अथवा अर्को सेक्टर अथवा अर्को त्यही कम्पनीलाई फेरि पनि तल आएछ भने किन्ने हो त्यसरी चाहिँ ट्रेडिङ गर्ने हो ट्रेडिङ गर्नुहुन्छ तर इन्भेस्टमेन्ट सोचले गर्नुहुन्छ अनि कसरी उभो लागिन्छ है सो उता सेक्टरमा एनआरआइसीले एकदमै राम्रो मुभमेन्ट गर्न खोज्यो आजबाट चाहिँ तर यसमा अझै पनि हेरौँ कतिको क्यापेसिटी बिल्डअप गर्न सक्छ नो लाइफहरूले एकदमै राम्रो गरेको छ हाइड्रो सेक्टर त भने त मैले पुराना हिजो अस्ति नबढेका हाइड्रोहरू एकदमै राम्रो एउटा हेर्दा पनि वाउ भएको छ स्पेसली मलाई राधी मनपर्छ साथी हो तपाईँहरूले पनि राधी विचार गर्न सक्नुहुन्छ अरू त अब सबै ठिकै छन् बजारमा नराम्रो भन्ने कुनै पनि छैन सबै राम्रो कम्पनी छ हजुरहरूले पनि विचार गर्नु होला बजार एकदमै हिजोसम्म अस्तिसम्म तपाईँको चाहिँ बजारले खासै राम्रो कन्फर्मेसन बिट गरेको थिएन भने आज 27 अङ्कले गर्दाखेरि बजार कन्फर्मेसन बिट गर्न खोजिरहेको छ त्यही भएर हजुरहरूले क्यास चाहिँ कोलेट्रलमा लोड गर्दै गर्नु होला जतिखेर पनि किन्ने एउटा मोमेन्टममा आउन सक्छ र राम्रो देखिरहेको छु मैले चाहिँ बजारमा है सो हजुरहरूलाई कुन किन्ने कुन बेच्ने कन्फ्युज भइराख्नु भएको छ भने ठिकै छ हजुरहरू हाम्रो ग्रुपमा पनि जोइन हुन सक्नुहुन्छ र हजुरलाई सकेसम्म हामीहरू राम्रो गाइड गर्ने कोसिस गर्नेछौँ 97 040 69 636 मेरो वाट्सएप नम्बर हो नडराउनुहोस् नातिनुहोस् लेट्स सी बजार राम्रो जान कोसिस गरिरहेको छ सकेन भने स्टप लस बिट गर्नु सकेछ भने लेट्स ड्रप